अब यहाँबाट हामी लेकसाइड झर्ने तल यताबाट आएको यो बाटो हाम्रो सरेङकोटबाट यहाँ झर्दै हामी होइन। यता हाम्रो के छ अभिषेक बाबु? ए ठिक छ। कस्तो लाग्यो त? ठिक छ नि? पछिल्लो ट्रिप लाग्यो आज है ल। यताबाट यहाँबाट सरेङकोटबाट यहाँ अब मेथलाङ डाँडा काउँ डाँडा यता सबै देखिँदैछ कि पछाडि भएको त लेक सब। यता आमोद बाबु के छ? आमोद बाबु कस्तो छ? त्यही त त्यहाँ माथि गएन नि त हामी तलबाट हामी त तल झर्ने काम मान्दैन त नि। यस्तो पनि यसरी के अरे केटालाई भोक त लागेन नि? ए ल ल ल ल हुन्छ ओके 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 ल। त्यही स्कुल रहेछ नि त श्री बाल प्रतिभा अनि यहाँ पनि रहेछ हो बोर्डिङ स्कुल। ल त्यो सरेङकोट 18 पामेको पछाडि बाटोबाट माथि यस्तो हाइटमा नै रहेछ अरे स्कुल बोर्डिङ स्कुल। ल जाउँ जाउँ अगाडि ल। यो पोन्स के यहाँ पनि रहेछ होइन? यो कुन चाहिँ स्कुल हो? यो पनि स्कुल रहेछ ल। अहिले पनि हामी त्यो पछाडिबाट घुमिरहेछ नि त आइरहेछ त पुरै। यो ठाउँ है यो ठाउँको नाम के भन्छ नि दाइ? यो ठाउँलाई के भन्छ नि? पँदेली। ए हुन्छ धन्यवाद दाइ। पँदेली रे पँदेली। अब यो के भन्छ शान्ति स्तूप अनि यता चाहिँ होइन शान्ति स्तूप र यो शान्ति स्तूप यो शान्ति स्तूप अनि यो महादेव। महादेव है यो महादेव। तिम्रो मोबाइलबाट मेरो त भिडियो बनाइरहेको छु। यहाँबाट लेक पछाडिको भाग पामे सही देखेछ यार है। हेर्दा सही छ खतरा सिन यार। अझै आकाश क्लियर छैन कि है? आकाश क्लियर राम्रो हुन्थ्यो यार। पँदेली अझै पछाडिको भाग होइन? त्यो नेक्स्ट पछाडिको पामेको भाग होइन? अलिक क्लियर यो त पुरै कहाँसम्म रहेछ नि? यो पछाडि भयो लेक पछाडिसम्म रहेछ ल। भदौरे कुन चाहिँ डाँडा रहेछ? भदौरे यतातिर पर्छ होला भदौरे। मन्दिर कुन रहेछ? बाटोको ताल होइन? बाटोको ताल होइन? जङ्गलै जङ्गलै हामी जङ्गल यता नि जङ्गल यता हिँड्दैछ आउँद बाबु। यता हाम्रो अभिषेक बाटो। के छ हाल खबर? ए ठिक छ। ल यति सान पिच होइन? अब फेरि अफरोड फेरि घाङ्ग्रोबाट सुरु भयो फेरि। अभिषेक बाबू काल बा ठीक बा आओ आओ मजा छ नि?
फेरि चारपर तलमाथि गर्नु बोलाएको छ है यो बाटो। बिना खाइपिए बस हिँडेको हिँडे नन स्टप। पिच बाटो समातियो। खै अभिषेक आएन। समातियो अब लगभग आइहाल्यो नि। अब कति मिनट 10 मिनट हाम्रो अभिषेक बाबु डाइरेक्ट खाना खाम भन्छ के अरे। अब खाजा नखाने रे। 4 घन्टा हिँड्न तयार अभिषेक बाबु। पिजा यसै दौडिन तयार। लु फाइनली पामे आइयो। अभिषेक बाबु खिच्यो फोटो। अभिषेक बाबु कतिको रमाइलो भइरहेछ त। ठिक छ आइयो है आखिर। गुड। कति घन्टा लाग्यो रे। फुड ट्र्याकबाट हिँड्दै पछाडिको बाटो लेक निस्कियो। अब लेक निस्कियो।